जय श्री सीताराम दर्शकबिन नमस्कार सबैलाई स्वागत छ। आज डाँसी श्री लक्ष्मीनारायण मन्दिरको परिषदमा अन्नकूट महोत्सवको आयोजना र 56 भोगसहित भगवानलाई भोग लगाइयो र देवराज स्वामीज्यूबाट भक्तहरूलाई प्रसाद वितरण तथा आशीर्वचन चाहिँ प्राप्त गरेका थिए भने भक्तहरूको ठुलो भिड देख्न सकिन्थ्यो। आज त्यो 2 तला भएको मन्दिरमा पुरै भरिएको थियो भने प्रसादी लिनेको भिड देखिन्थ्यो र साथै विभिन्न स्वामीज्यूहरूले चाहिँ आशीर्वचन उहाँहरूले भक्तहरूलाई दिनुभएको थियो। सो अवसरमा सबैजनालाई भगवानको प्रसाद मिल्नेछ र सबैजना यताबाट तीर्थ लिएर भगवानको दर्शन गर्दै लाइनबद्ध भएर गइबक्सेला। जय श्रीमन्नारायण। प्रभावः नाहं विप्रो न च नरपतिर्नैव वैश्यो न शूद्रो भुवावली न च देवपतिर्नो वनस्थो यदिर्वा किन्तु प्रत्यन्निखिलपरमानन्दपूर्णामदाभे श्रीभक्तो पदकमलदासदासानुदासः श्रीनगर्या महापुर्यां ताम्रपर्णित्तरे तते सेतीं दिनमूढां सर्वोपायमण्डलं नित्यश्री नित्यमङ्गलम्। ॐ श्रीरत्नवल्ली सुवर्णनाथि सुवर्णचन्द्राभूषणाय केशवाय नमः। ओम नारायणाय नमः। ओम गोविंदाय नमः। ओम श्री नमः। ओम मधुसूदनाय नमः। ओम त्रिनेत्राय नमः। रामाय नमः। श्रीराय नमः। विश्वेशाय नमः। नाभाय नमः। नमोद्राय नमः। वासुदेवाय नमः। शंकराय नमः। प्रद्युम्नाय नमः। बुद्धाय नमः। पुरुषोत्तमाय नमः। दक्षिणाय नमः। हरिकुमाय नमः। सदाय नमः। वेदाय नमः। श्रेष्ठाय परब्रह्मणे नमः। ओम श्री कृष्णाय नमः। ओम कमलानाथाय नमः। वासुदेवाय नमः। सनातनाय नमः। प्रसिद्धिवात्ताय नमः। पुण्याय नमः। लीलावान सिद्धाय नमः। ओम श्री वत्सवसुंदराय नमः। यशोदावत्सलाय नमः। भराय नमः। ओम तदर्विदाय चक्रवर्ती कदा संघातिधाय नमः। देवीनंदनाय नमः। श्रीधाय नमः। गोपियाय नमः। नामेक संहारिणे नमः। बलवत्तियाय नमः। पुत्रादिवधराय नमः। ओम सकटादिवंदनाय नमः। नंदप्रदान नमः। सच्चिदानंद विग्रहाय नमः। नांगाय नमः। नवनीतनाय हराय नमः। नमः प्रसादाय नमः। ओम षोडशोपचाराय नमः। त्रिभंगिनी नमः। मधुराग्रे नमः। सुगुणाप्रदातन्द्वे नमः। ओम गोविंदाय नमः। लीलामृताय नमः। मिश्रार्जुनाय नमः। नंदाय नमः। ओम गाजरवंदनाय नमः। प्रणीकृतनामर्ताय नमः। यवनार्जुनवंदनाय नमः। उत्तालकालवित्रे नमः। ओम गोपगोपीश्वराय नमः। योगिनी नमः। परम ज्योतिषे नमः। ओम यादवेन्द्राय नमः। यदुद्वहाय नमः। परमालिने नमः। परम विद्वासे नमः। पारिजात प्रहारकाय नमः। ओम गोवर्धन चलधर्त्री नमः। गोपालाय नमः। सर्वपालकाय नमः। ओम मधुग्ने नमः। मधुरानाथाय नमः। द्वारकानायकाय नमः। बलिने नमः। वृंदावनांत संचारिणे तुलसीरामशराय नमः। जयवंतमणिहर्त्रे नमः। नाथाय नमः। गुरुजाकिटामर्दनाय नमः। मायिने नमः। परमपुरुषाय नमः। श्रीवासुदेवाय नमः। ओम संसार वैरिणे नमः। कंसारे नमः। मुरारे नमः। नरकांतकाय नमः। अनादि ब्रह्मचारिणे नमः। नगरदिगाय नमः। सिद्धवानचक्रे नमः। दुर्योधन गुलांतकाय नमः। विजय गुरुप्रदाय नमः। ओम विष्णुप्रदाय नमः। सत्यवाची नमः। सत्यसंकल्पाय नमः। सत्यधामकाय ओम सुभद्रावृताय नमः। कृष्णवे नमः। समुक्तिविभागाय नमः। देवगुरे नमः। जगन्नाथाय नमः। ओम गणनाथ विभागाय विश्वनाथर विध्वंसनो वामनासुरग्रांतिकाय नमः। ओम युधिष्ठिर प्रतिष्ठात्रे नमः। महिवरावतंसकाय नमः। कार्तिसाधे नमः। अभ्यर्थाय नमः। गीतानंदमो भरे काले भगवान के रंजित श्री प्रदामदाय नमः। दामोदराय नमः। यज्ञपुत्रे नमः। दानिन्नासकाय नमः। ओम नारायणाय नमः। परब्रह्मणे नमः। पद्मगासनवानाय नमः। जगन्नाथसमासुक्त गोपीवस्त्रापहारकाय नमः। ओम पुण्यश्लोकाय नमः। त्रिभुवानाय नमः। वेद विज्ञान ध्यानधे नमः। ओम सर्वग्रहरूपिणे नमः। परात्पराय नमः। रुक्मिणी सत्यभामा समेत श्री कृष्ण परब्रह्मणे नमः। ओम श्री नमः। अमृतोद्भवाय नमः। कमलाय नमः। चंद्रसेने नमः। विष्णुपत्नी नमः। वैष्णवे नमः। ओम वरालवाय नमः। हरिद्वाय नमः। शांतिने नमः। महालक्ष्मी नमः। नमः। विकृते नमः। विद्याय नमः। सर्ववेदप्रदाय नमः। श्रद्धाय नमः। विहृते नमः। सत्याव परमात्माय नमः। वाचे नमः। पद्मालयाय नमः। पद्माय नमः। सुदे नमः। स्वाहाय नमः। स्वधाय नमः। सुधाय नमः।
किरणमयी नमो लक्ष्मी नमो नित्यपुष्टाय नमो विभावरी नमो आदित्यै नमो नित्यै नमः ओम दीप्ताय नमो सुधाय नमो कांताय नमो कामाक्षै नमो गुरुसमवाय नमः ओम अनुग्रहप्रदाय नमो नमो मणिधाय नमो हरिवल्लभाय नमः ओम सुखाय नमो अमृताय नमो दीप्ताय नमो सुगुणासिद्धे ओम करुणायै नमो लोकमात्रे नमो पद्मप्रियाय नमो पद्मस्ताय नमो पद्माख्ये नमो पद्मसुन्दरे नमो पद्मभुवाय नमः ओम पद्मख्ये नमो वदनाप्रियाय नमो रमायै नमो पद्मन्ये नमो पद्मन्ये पद्मनन्दाय नमः ओम सुप्रसन्नाय नमो प्रसादाभिमुखे नमो प्रभाय नमो चन्द्रवदनाय नमो चन्द्राय नमो चन्द्रसोदरे नमः ओम चन्द्ररूपाय नमः चन्द्रभुजाय नमः चन्द्ररूपाणेन्द्राय नमः श्रीरङ्गराजमहिषीं श्रियमाश्रयामः बल्लांड बल्लायरत्तांडु बलगोसाय बल्लांड दिंदोन्मणिनन्ना से मणिसे गदिरकापो अडियो मोडं निन्नोडं बिरविन्यायिरं बल्ला वडिवायिनिं बलमार्विनिं वाडिविन्नमङ्गयिरं बल्लांड वडिवार सोदि वलक्कुरुराडियं बल्लांड पडैपोर कुक्कुमपान संयमं बल्लांड जय देवो देवकी नन्दनोऽयं जय कृष्णो विष्णुं सप्रदीपः श्यामलाङ्गो मलाङ्गो जय श्रीलाब्धे कालयुक्ते हिमगिरिदिशि अत्यर्कवेदे स्थिते वो आसन् चैत्रमासे धवलतलचतुर्दश्यान्तरिक्षरत्ने सीतां शुभारे करकर्णन्ते कर्कलग्ने सुयोगे लक्ष्मीनारायणो भूत्परिकरदयया चम्पकारण्यभूमौ श्रीभूगोदा यतिराज विराजितः लक्ष्मीनारायणो देवः प्रादुरासीद्विभावसा शालग्राममहाक्षेत्रनिवासाय महात्मने श्रीभूनीलादिनाथाय मुक्तिनाथाय मङ्गलम् लक्ष्मीचरणलाक्षाङ्गधक्षश्रीर्वक्षवक्षसे क्षेम श्रीयकान्ताय देवाय कल्याणनिधेभिराम् श्रीवेङ्कटनिवासाय श्रीनिवासाय मङ्गलम् अस्तु श्रीधनकस्तूरीवासनास्तोरसे श्रीहस्तिगिरिनाथाय कमलाकुचकस्तूरी कृतवाङ्कितवक्षसे यादवादिनिवासाय सम्पत्पुत्राय मङ्गलम् सुस्मिताय सुनासाय सुन्दरस्मृसे भुवे सुललाटकिरीटाय रङ्गराजाय मङ्गलम् मङ्गलम् कौशलेन्द्राय चक्रवर्ति तनूजाय सार्वभौमाय मङ्गलम् श्रीमद्गोपालवाय गोदाभीष्टप्रदायिने श्रीसत्यासहितायास्तु कृष्णदेवाय मङ्गलम् नीलाचलनिवासाय नित्याय परमात्मने सुभद्रा प्राणनाथाय श्रीजगन्नाथाय मङ्गलम् श्रीमत्यै विष्णुचित्ताय मनोनन्दन हेतवे नन्दनन्दन सौन्दर्यै भूरायैर्नित्यमङ्गलम् ॐ वीरं महाविष्णुं ज्वलन्तं सर्वतोमुखं नृसिंहं भीषणं भद्रं मृत्योर्मृत्युं नमाम्यहम् मङ्गलं चक्रराजाय महनीयगुणाब्धये पद्मनाभकराम्भोजपरिष्काराय मङ्गलम् काशीविप्लोषकाराय कल्याणगुणशालिने माले प्रमथनायास्तु महाधीराय मङ्गलम् गजेन्द्रातिहराय नानारूपाय मङ्गलम् चण्डांस्त्रांचितदोर्दण्डखण्डितापरशत्रवे चामीकरणिभाङ्गाय चारुणेत्राय मङ्गलम् आजन्मनः षोडशाब्दकन्याद्यविनाशिने श्रीशानुभवपुष्टाय श्रीषडवाय पुरेशगुरुगानाथदासरथ्यादिने तच्छिष्यायर्तिने तस्मै विराजाय मङ्गलम् मूलामूलावतीर्णाय तोषिताखिलशूरये मातृमुनये शेषां सायास्तु मङ्गलम् करवै भवशालिने गुरवे रङ्गराजाय मङ्गलं मङ्गलं पुनः नेशाद्रसम्भवं विष्णो दर्शनस्थापनो सुखम्
तोण्डीरमण्डले शेषमूर्तिं रामानुजं भजे शुक्लाब्दे तौलसप्तम्यां कृष्णपक्षे पुनर्वसो बाधूलान्वये सम्भूतं श्रीरङ्गाय पौषशुक्लचतुर्दश्याम् आर्द्रायां शुक्रवासरे काश्यपान्वये सम्भूतं जनार्दनमुनिं भजे मङ्गलाशासनपरैः मदाचार्य भगवान को श्री कोदारंगमन्नार भगवान को श्री सीतारामचंद्र भगवान को श्री मुक्तिनाथ भगवान को श्री बदरीनाथ भगवान को श्री लक्ष्मी नृसिंह भगवान को श्री विजयवल्ली समेत श्री चक्रराज भगवान को पद्मावती समेत श्रीनिवास भगवान को श्री भूनीला सहित श्री रंगनाथ भगवान को श्री भूनीला सहित श्री वरदराज भगवान को श्री भूनीला सहित श्री संपत कुमार भगवान को श्री गोवर्धन महोत्सव को श्री गिरिराज धरण को श्री अन्नकूट महोत्सव को श्री भाष्यकार भगवान को समस्त पूर्वाचार्यहरूको समस्त आचार्यहरूको समस्त भक्त भागवतवृन्दको श्री परमाचार्य स्वामीजी महाराजको श्री वैकुण्ठवासी श्री मुक्तिनारायणाचार्य स्वामीजी महाराजको श्री स्वामीजी महाराजको अन्नकूट महोत्सवको श्री बानमामले जीयर स्वामीजी महाराज को श्री तोतात्री स्वामीजी महाराज को श्री प्रतिवदी भयंकराचार्य स्वामीजी महाराज को श्री गोवर्धनानंदाचार्य स्वामीजी महाराज को समस्त पूर्वाचार्यहरूको समस्त आल्वार आचार्यहरूको समस्त भक्त भागवत आचार्य आमाहरूको आजको अन्नकूट महोत्सवको लक्ष्मीनारायण भगवान को लक्ष्मी वैकुंठनाथ भगवान को गिरिराज भगवान को गिरिराज भगवान को श्री स्वामीजी महाराज को श्री स्वामीजी महाराज को
ब्रह्माण्डमा कति मान्छे थियो होला, कति छन् होला, अहिले पनि छ ब्रह्माण्ड त। एउटा ब्रह्माण्ड पत्ता लगाउन सकेको छैन अहिले, के गर्ने भन्छ। तर हाम्रो ऋषिमुनिहरूले उहिले पत्ता लगाइदिनु भयो। बालकृष्णको पत्रमा सुत्ने भगवानको चाहिँ पेटमा अनन्त कोटि ब्रह्माण्ड दर्शन गर्नुभयो कुन ऋषिले? मार्कण्डेय ऋषिले। त्यही भगवान आज हाम्रो अगाडि यो अन्नको अगाडि राखेर आफूलाई म चाहिँ सबै अन्न खाएँ है भनेर सबै कपला खाइदिनु भयो। गोवर्धनमा केही पनि छैन, टाट भयो। पोट पदार्थ इन्द्रले खान सक्दैन थिए, हामी पनि प्रसाद खान्थ्यौँ। यसमा त्यो पनि नखान पाइने भयो भनेर सारा भक्तहरू यत्रो मुख लगायो। बिहानदेखि बसे भोक लागेको छ, खान नपाउने पनि सबै खाइदियो। कृष्णले गरेको छ। जति हाले पनि गाडामा ल्याएका थिए सबै चिलिम, केही पनि छैन। के जाने अब भरे के लिएर जाने पेटमा? पछिबाट जस्ताको जस्तै सबै ओकलिदिनु भयो। हर सारा गाडा अगाडि आयो। त्यो भगवान कृष्णको जो आनन्द हो, त्यो आनन्द आज हाम्रो सीता आमाले दिएको जग्गा, हाम्रा परम पूज्य परम हंस भन्छु म त। अब हाम्रो एउटा वर्ष हाम्रो स्वामीजीले अब त्रिदण्ड झुन्ड्याइदिने परमहंस भनिहाल्यो, आइहाल्यो। अब के हुन्छ है, उपाय गर्नु पऱ्यो। तुरन्तै लिएर जान्छु उडाएर हुँ खाँच्यो जस्तो। अर्को अध्यायको लाग्यो, यो अध्याय सिद्ध्याउनु पहिलेबाट। राधे राधे गोविन्द गोविन्द, राधे 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 कमला चुक कुमकुमतो नियता रोहिता तुलनी लतनु, कमला चुक कुमकुमतो नियता रोहिता तुलनी लतनु, कमलायतलोचन लोकपते विजयी भव वेंकट शैलपते। राधे 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 गोविंद गोविंद, राधे 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 गोविंद गोविंद, राधे। बिना वेंकटेशं ननाथो ननाथ, या वेंकटेशं स्मरामि स्मरामि। बिना वेंकटेशं ननाथो ननाथ, सदा वेंकटेशं स्मरामि स्मरामि। हरे वेंकटेश प्रसीद प्रसीद, प्रियं वेंकटेश प्रयच्छ प्रयच्छ। हरे वेंकटेश प्रसीद, प्रियं वेंकटेश प्रयच्छ प्रयच्छ। राधे राधे गोविंद गोविंद, राधे राधे राधे। स्वामीले हात हल्लाउनु भयो। अब त्यो हातमा त्रिशुल लगाएर अर्को पल्ट चाहिँ हल्लाउनुपर्छ यहाँ। अब आरती हुँदैछ। जय श्री भण्डारी। भक्तवत्सल भगवानको आरती हुँदैछ। अब कोही नउठ्नु होला, जहाँ बस्नु भएको छ, जसरी बस्नु भएको छ त्यसरी नै दर्शन गर्नु होला। र कोही नउठ्नु होला, आफ्नो नेत्रले भगवानको त्यो दिव्य दर्शन गर्नु होला। जय श्री भण्डारी। आरती हुँदैछ। भगवानको सबै दर्शन अनि लाइनमा तीर्थ लिनुहुन्छ सबैले। एकदम सभ्यता, यो भव्यताको बीच सभ्यताको पनि परिचय दिँदै कार्यक्रम अगाडि बढ्ने है त। हजुर, जसलाई उड्नुपर्छ त्यो चाहिँ पछाडिकालाई मात्रै उड्ने, आफूभन्दा व्यवस्था हुन्छ। बोल श्री लक्ष्मीनारायण भगवानको। बीचमा कोही नउठ्ने है, पछिकाले उठ्नु पर्यो। मन लाग्यो उठ्ने पछिकाले, अगाडि नउठेपछि पछाडि उठ्नै पर्यो। शांति शांति शांति। हरि ओम ओम तद्विष्णोः परमं पदं सदा पश्यन्ति शूरयः।
दिवी वचक्षुरातलं लब्धिस्रासो विधन्यभोजा जिगागुं सस्समिन्दते पर्याप्त्यनन्तराय सर्वस्तमोदयात्मभूति यस्याप्ति सर्वेत्ते सर्वमेवदीनाम्नोति सर्वं जति हरि ओम् शान्ति शान्ति शान्तिः ओम धर्माधर्म दानं पुत्रान् पदं च विधरं रत्नानि धरधान्यानि च त्राणि गिराणि च सर्वधर्मान् सर्वं त्यज्य सर्वसारान् सुधाचरान् विक्रान्त सर्वो सर्वं तेजवन्तो त्वमेव माता पिता त्वमेव बन्धुस्य गुरुस्तमेव त्वमेव विद्यालयं त्वमेव सर्वं मम देवदेव पिता लोकस्य चराचरस्य तमस्य रजस्य गुरुर्गरीयान् ततः समस्या भतिका कृतज्ञो लोकत्रयस्य प्रतिभो प्रभाव तस्मात् प्रणमप्रदाकान् प्रसादयितुमं सत्यं विधिभूतं सत्यं सत्यप्रिय प्रियाचार सदैव सर्वमनवाक्यानादिकारोदानं कृत्याकरणं भूतविचार भागवतविचार सह्याविचार उदानादिघान्तविचारान् आरब्धकार्यान् अनारब्धकार्यान् कृतानि क्रियमाणान् करिष्यमाणान् स सर्वान् सर्वच्छमस्वानादिकारोदानं आत्मसंशय प्रसन्नजगति जन्मजन्म चासत्संख्याविवर्तमानं वर्तिष्यमानं समस्मस्समदियानादिकर्मप्रभा भजतां भगवत्सर्वद्रोधां दरिद्रविद्याञ्जनिं सुशास्त्रज्ञविद्यार्जनिं हेन्द्रियत्वेन भग्यतेन सर्वरूपेण दासतां देवीं प्रणमयं मां दासत्वं नारायण वासुदेव हे नाथ नारायण वासुदेव हे नाथ नाथ नारायण वासुदेव हे मुक्ति नारायण वासुदेव हे लक्ष्मी नारायण वासुदेव भक्तवत्सल भगवान त्यहाँको त्यो आसान श्री लक्ष्मी नारायण भगवान समूह यहाँ पाल्नु भएको छ। यस्तै प्रकारले अरू हाम्रा भागवत जनहरू विद्वत वर्ग सबै नै यहाँ पाल्नु भएको छ। साथसाथमा भक्तिमय श्रद्धामयी सर्वत्र उपदेश जहाँ जहाँ हुन्छ, जहाँ भगवानको मन्दिरका कुनै पनि उत्सवहरू हुन्छन् सर्वत्र पाल्नुहुने हाम्रा भक्तिमय श्रद्धामय आमाहरू सबै यहाँ उपस्थित हुनुभएको छ। अब विशेष निवेदन हामीले गर्नु केही पनि छैन। भगवानलाई भित्र भोग लाग्दैछ। ठाउँ सानो भएको हुनाले आमाहरूलाई बस्नु पनि धेरै अप्ठ्यारो भइरहेको छ। अहिले बाबाहरूलाई पनि स्वामीजीहरूको सम्मान गर्नुको निमित्त उच्च आसनमा सबैलाई राख्नु पनि अहिले असजिलो भइरहेको छ ठाउँको कमीले गर्दाखेरि। तर जे भए पनि भगवान सर्वेश्वर जब कारागृहमा हुनुहुन्थ्यो, कृष्णावतारमा आमाको गर्भमा हुनुहुन्थ्यो, सर्वत्र व्यापक हुने भगवान पनि मातृगर्भमा भएर बस्नुभयो। त्यस अवस्थामा सबै देवी देवताहरू पनि त्यहाँ आउनु भएको थियो। सानो ठाउँमा पनि एक दुई मात्र होइन, सबै नै आउनु भएको थियो भगवान सर्वेश्वर परब्रह्म परमात्माको स्तुति वन्दना गर्नुको निमित्त। कसैले हटाउनु भयो होला। वसुदेव देवीलाई थुनेको ठाउँ त सङ्कोच थियो, सानो थियो, तर पनि सबै देवी देवता हटाउनु भयो। त्यही हामीलाई आवास पाएको छ। आज सानो ठाउँ भए तापनि आमा मातृवर्ग हाम्रा स्वामीजी महाराजाहरू अरूहरू पनि जति जति हुनु सबैजना कसरी हटाउनु भएको छ त्यही याद गरेर सायद हटाउनु भएको होला कि जसरी कारागृहमा भगवानको सानिध्यमा सबै देवी देवताहरू हटाउनु भएको थियो। जो भगवानको भोग लाग्दैछ, ठाउँ सानो छ। कतिपय चिजहरू तलै नै रस्सी घरको आसपासमै पङ्क्ति घर भनेर हामीले भनेका छौँ, त्यही नै राखेर शालिग्राम भगवानलाई उही सवारी गराएर तुलसीदास छोडेर उही पनि भोग लगाउँदैछौँ, ठाउँ नभएर पनि। धेरै 15-20 चिजहरू त्यहाँ त्यसरी राखिरहेको छ। तर त्यसको सानो भाग यहाँ पनि ल्याइएको छ। जे होस्, हजुरहरूको सबै सवारी भयो। यो भगवानको ठुलो कृपा हो, दासको प्रति एउटा हजुरहरूको मङ्गल शासन आशीर्वाद हो। र जसले यो समर्पण गर्नुभयो, यो जमिन दिनुभयो, जसको आग्रहले, जसको शुद्ध भावनाले यो मन्दिर बन्यो, बनिसकेपछि सबैले पनि कस्तो कस्तो सहयोगहरू गर्नुभयो। यहाँ जो आउनुभएको छ कसैलाई पनि यो चिज बनाउनुहोस्, यो चिज बनाउनु पनि भन्नु परेन। कसैले भन्नु सिँढीमा जाने त्यो बाटोमा
जुन पक्रेर जाने छ त्यो म बनाउँछु भन्छ, कसैले भन्छ ऊ त्यो खिड्की म बनाउनु छ भन्छ, कसैले बनाउँछु यो बनाउँछु भन्छ। दासहरूले केही पनि कसैले पनि भनेको छैन। त्यसपछि फेरि यहाँ एउटा उपसमिति पनि बनाइयो मन्दिरलाई यसो अलिअलि सेवा शुश्रूषा गर्नुको निमित्त। त्यस उपसमितिले एउटा के निर्णय गर्नुभएको छ आफूलाई थाहा पनि थिएन कि अब यो मन्दिरमा भगवानको भोग राग त भगवानले त लागिहाल्छ, भगवानले थोरै भयो भने भगवानले धेरै हुन्छ, तर भागवत समूहमा त्यो प्रसाद वितरण गर्नको निमित्त भगवानले पनि धेरै चाहिन्छ। त्यसो भने धेरै भोग राग अब समर्पण गर्नुको निमित्त के उपाय गर्ने? उपसमितिहरूले के भन्नुभएको छ भने एउटा के विचार गर्नुभयो के अरे त्यसको के नाम राख्नुभएको छ, मुष्टिदान भन्ने एउटा विचार राख्नुभएको छ। मुष्टिदानमा के गर्ने? त्यसपछि सल्लाह भएछ, अरू पनि भक्त भागवतहरू सबै आउनुभयो। महिनामा के अलिअलि यसो समर्पण गर्ने, कति गर्ने भन्दा जति मानामुठी जति पनि हुनसक्छ त्यतिले हुँदैन भन्नुभयो। कति भक्तजनहरूले कति चाहिन्छ भन्दाखेरि 500 त कमसे कम महिनाको चाहिन्छ सबैले। त्यो सहयोग गरौँ भनेपछि त्यो भन्दा भन्दै चाहिँ करिब 50-60 जना त भइसक्नु भएछ। फेरि यो अवसरमा फेरि आमाहरूले बाबाहरूले के विचार गर्नुभयो, अलिक पुगेन, त्यतिले त पुगेन भने अहिले 100 भन्दा पनि बढी कति मिटिङ भइसकेको छ। यहाँ नगरपालिकाले पनि अब कति सहयोग गर्न सक्दछन्, अहिले जमिन तलको म सबै दिन्छु पनि भनेका छन् भन्नलाई अब कसरी दिन्छ। र साथसाथमा अब एउटा मण्डप अग्नि स्थापना गर्ने, हवन मण्डप पनि एउटा आवश्यकता थियो। पहिले त प्रतिष्ठाको समयमा त सानो बनाएर पनि निर्वाह गरियो। अब एउटा पक्को बनाउँछु भन्दाखेरि धनगढीको एउटी महिलाले भन्नु अहिले यति बेर 9 लाख दिन्छु, फेरि पछि कति लाग्छ के लाग्छ फेरि पनि अरू चिज गरेर दिँदा भनेर भन्नुभयो। उहाँको नाम मलाई झट्ट आउँदैन। अहिले पनि एकजना कोही स्वामीजीले कसरी आमाले त्यो त्यहाँ एउटा ग्रिल लगाउनुको निम्ति 1,25,000 म अहिले लगाउनु दिन्छु भन्नुभयो। एउटी महिलाले पनि धनगढीमा एकचोटि भन्नुभएको थियो के छ म पनि यो गर्छु सेवा पनि भन्नुभएको थियो त्यसको लागि। यस्तै प्रकारले अरू सबैले कसैलाई पनि हामीले निवेदन पनि गर्नु परेन, केही भन्नु पनि परेन, हामी यो गर्छौँ भन्ने कुरा भयो। अब अहिले भनौँ न यहाँ जो बुट्टाहरू सँग सग्राहरू तिलक लगाएको बुट्टा छन्, अरू के बुट्टाहरू छन्, अहिले सेतोले मात्र एउटा रङ गरिएको छ। त्यसपछि अनि विभिन्न किसिमका रङ लगाउने भन्ने पनि एउटा प्रस्ताव आएको थियो। एकजना हाम्रा बलमधाराचार्य स्वामीजीले जुन परिवार सहित सबै राख्नु भएको छ त्यसमध्येमा एउटा देख्दाखेरि केटी जस्तो लाग्दछ मुरारी, त्यो राणा परिवारको चौधरी पनि भन्छन्, राणा परिवारको त्यो हो, भारतबाट पहिले आएका राणा परिवारमा त्यो पनि एउटा छ। देख्दा नपत्याउँदो छ। त्यसले अक्षरमा जस्तो रङ लगाउनु पर्छ, इन्चीमा जस्तो रङ लगाउनु पर्छ त्यो पनि अत्यन्त निपुण छ। फोटै लेख्न पर्यो भने के यो फोटो लेख्नु पर्छ, भगवानको फोटो हुन्छ, सँग तिलक भन्नुहुन्छ, हनुमान गरुडजी हुनुहुन्छ, जस्तो कालीगाडी लेख्छ त्यस्तै लेख्नुहुन्छ। उसले के भने म सबै रगाइदिन्छु, 2 लाख रुपियाँ पनि हुन्छ, अन्यत्रमा दिनको 3,000 लिन्छु, तर मन्दिरलाई त्यसै पनि गरिदिन्छु, 1,000 पनि लिइदिन्छु, त्यो पनि भन्न लाग्यो। धनगढीमा पुरै उसले गरिरहेको। तर अब यहाँ के भएको छ भनेदेखि कहीँ पनि जहाँ पनि कोही मानिस आउनुहुन्छ, कुनै साधन लिएर आउनुहुन्छ, कहाँ जाने भन्दा लक्ष्मीनारायण मन्दिर के त्यो सेतो मन्दिरमा जाने हो भन्ने भन्न थाले। अब सेतो भन्ने प्रचार भइसकेको छ। एकजना लक्ष्मीनारायण मन्दिरमा जान्छु भनेको पर कुन लक्ष्मीनारायण मन्दिरमा पनि लिएर गएछन्। यो त होइन भन्दा के सेतो मन्दिर, अब सेतो मन्दिरमा यो प्रचार भइसकेपछि अब सेतै रहने जस्तो लाग्छ। सेतै राम्रो हुन्छ, सेतो पनि उज्यालो हुन्छ, रातिमा पनि भइ देखिन्छ। के हो र सेतो मन्दिर अब हजुरहरूको अनुमति हुन्छ भने त्यही सेतो मन्दिर आचार्यहरूको कृपा, आचार्यहरूको बाहिरै सेतो छोरीमा पनि धेरै देखिन्छ। अब सेतै मन्दिर पनि सबै सेतो लक्ष्मीनारायण मन्दिर, सेतो मन्दिर लक्ष्मीनारायण मन्दिर पनि सबै प्रचार भइसकेको छ ठाउँ। र त्यही नै राखौँ। अब भगवान्लाई भोग लगाइसकेको छ, अब के बाँकी छ? अब यसपछि दासले जहाँ जन्म लियो
शरीरको जन्म त जहाँ पनि हुनसक्छ, आमाको गर्भमा भयो भन्नुपर्छ। तर आत्माको वास्तविक जन्म जहाँ गएर यो जीवात्माले भगवान शरणमा जाने मौका प्राप्त गर्छ, त्यो आफ्नो जन्मभूमि जनकपुर धाम हाम्रो स्वामीजी जहाँ हुनुहुन्छ, उहाँहरू बसेको ठाउँ जनकपुर धाम। जनकपुर धाममा आफ्नो एउटा जन्म भयो। त्यसपछि उही नै स्वामीजीको एउटा सानो कुटी थियो जसलाई त्यो सौभाग्य मिल्यो। 800 रुपियाँमा 1 कट्ठा जमिन लिएर एउटा खरको झुपडी बनाएर बस्नुभएको छ। अब सानो बालक अवस्थादेखि नै स्वामीजीको साथमा कसरी मौका लाग्यो गोर्खा जस्तो ठाउँमा मुक्तिनारायण सवारी हुँदाखेरि उहाँको सौन्दर्य देख्दाखेरि, उहाँको मधुर वाणी देख्दा, उहाँले गरेको प्रवचन देख्दा गाउँका भएर सबै 2-3 जिल्लाका मानिसहरू आकर्षित भए। उहाँलाई जहिले पनि बोलाउने, यहाँ आएर कथा भनिदिनुहोस्, भागवत भनिदिनुहोस्। त्यस अवस्था हामी पनि केटाकेटीमा सबैले तिलक लगाउनु लाग्यो। वैष्णव गुरु भन्ने त्यो एउटा चलन पनि थियो। त्यसपछि स्वामीजीको साथमा जहाँ जानु पर्यो भने आफू उहीँ जाने, जुन जिल्लामा गयो पनि जाने। हुँदाहुँदै जनकपुरमा आयो, उहाँ आएर जन्म भयो आफ्नो। त्यसपछि स्वामीजीको फेरि पछि भगवानको सङ्कल्पमा देवघाटमा पनि त्यस्तै जमिन त बाहिर बागवान बस्ने ठाउँ थियो। हुँदाहुँदै त्यहाँ जमिन 2-3 बिघा जति जमिनमा नै अब बस्ने एउटा नियम बन्यो। त्यही वैष्णवहरू पनि त्यहाँ आउनुभयो। अलग अलग 1-1 कट्ठा जमिन लिएर पनि बस्ने भन्ने पनि निर्णय भयो। फेरि पछि मन्दिर बनाउनु पर्छ भनेपछि त 1 कट्ठा जमिन लिएपछि त हुँदैन, सबै मन्दिरको नाममा गर्नुपर्छ भन्ने भयो। स्वामीजीको त्यहाँ सवारी भयो। त्यसमाले त्यहाँ पनि स्वामीजीको परम्परा भएको त धेरै वर्ष भइसकेको छ। हाम्रो आमा भन्नु पर्यो, अब बुढो आमा हुनुहुन्छ, उहाँको पनि परम्परा भएको पनि अहिले 2-3 महिना भइसक्यो, 4 महिना भइसकेको छ। उहाँको पनि वैकुण्ठसँग हामीले गरेको छैनौँ। सबै आचार्यहरूलाई समेत गराउने, सबै भक्त भागवत आमाहरू सबैलाई समेत गराएर वैकुण्ठ सब गर्ने भन्ने कुरा भयो। फागुनमा गर्ने भन्ने भयो, फागुनमा पनि त्यस्तो अवसर नमिल्ने भयो। हुँदाहुँदै अब कहिले गर्ने भन्दा अब चैतको महिना पनि जो भगवान सर्वेश्वर श्री राम भगवानले अवतार लिनुभएको सबभन्दा पवित्र महिना भन्नुपर्छ। कसैले चैत महिनामा फलाकांक्षीहरू हुन्छ नि, यति गऱ्यो भने यति चाहना गर्ने होइन। सङ्कल्पमा 100 रुपियाँ राख्यो भने 50,000 गाईको सङ्कल्प गर्ने, संसार त्यस्तो हुन्छ। त्यसो भने यति दिएर पनि यति चाहनेहरूलाई त अर्कै कुरा हुन्छ। तर पनि मङ्सिर 5 गतेदेखि 5, 6, 7 3 दिनको त्यहाँ वैकुण्ठ सभा राखेको छ। सम्पूर्ण आचार्य स्वामीजीहरू जो यहाँ अहिले विराजमान हुनुहुन्छ सबैसँग पनि त्यो साष्टाङ्ग प्रणाम निवेदन दास गर्दछ। त्यसमा सवारी गरिबस्नु पर्दछ। त्यसो हुनाले अरू पनि हाम्रा सन्त महात्माहरू जति हुनुहुन्छ, हाम्रा भागवतजनहरू सबैलाई, मातृवर्ग जति जो हुनुहुन्छ सबैलाई केवल वैष्णवहरू मात्र आउनुपर्छ भन्ने छैन। जो पनि रुचि हुने यो मन्दिरमा पनि यहाँ वरिपरि सबै आउनु छ। वैष्णव समाज मात्रै होइन, सबै समाज आउनु छ। सबैले सर्वदेश शाखाले कन्थन धेरै गरिसक्नु भएको छ। साना बालक पनि कति छन्, सर्वदेश शाखाले अन्तिमसम्म सबै गर्दछन्। घडी बजाउनु सबै जानिसकेका छन्। बिहानै आउँछन्, बेलुकी आउँछन्, केही फुल प्रसाद लिएर आउनुहुन्छ। एकजना निम्बारको सम्प्रदायकी आमा हुनुहुन्छ, दिनदिनै 1 लिटर दुध लिएर आउनुहुन्छ, मेरो घरको गाईको दुध भनेर। कहिले घिउ लिएर पनि आउनुहुन्छ। यस्तै प्रकारले कसरी श्रद्धा भयो उहाँको भन्न सक्दैन। यो भगवानको कृपा वर्षेको भनेर सम्झनुपर्छ। भगवानको कृपा भन्दै भगवानले जसलाई चाहनुहुन्छ उसैले प्राप्त गर्न चाहन्छ। त्यो भगवानको कृपा नभइकन यो सबै हुन सक्दैन। त्यसो भने त्यहाँ पनि यहाँहरूको सबै आगमन सवारी हुने स्वामीजीहरूको त्यो निर्णय होस्। हाम्रा एउटै आमा हुनुहुन्छ यहाँ, धारमध्ये दुग्धाधारी आमा भनेर भनिन्छ। धारिणी भनिँदैन, धारी आत्माको सम्बन्धले भनिन्छ। उहाँले पनि आश्रम बनाउनु भएको छ। उहाँ पनि प्रतीक्षा गर्नुभयो। सबै हामीहरू पनि गएका थियौँ, अरू पनि सबै जानुभएको थियो। उहाँहरूलाई पनि म निवेदन गर्दछु। र देवघाट क्षेत्रमा अब गङ्गाजी सङ्गम स्थल हो। त्यहाँ भनौँ न एउटा नेपालकै भनौँ एउटा विश्वकै एउटा प्रसिद्ध तीर्थ भन्नुपर्छ हाम्रो देवघाट भन्ने क्षेत्र चाहिँ। र प्रवेश गर्ने ठाउँ 1-2 किलोमिटर देखिने कति शोभा देखिन्छ। नदीहरूको के अरे वृक्षहरूको शोभा पनि छ। नगरपालिकाले पनि अरूहरूले पनि त्यहाँ श्रृङ्गार गरिदिएको छ। वृक्षहरूमा पनि उहाँ गएर पनि स्नान गर्ने अवसर सबैलाई मिलेको हुन्छ। र गण्डकी नदीमा अहिले दोष पनि छनै छैन। नेपालमा जति नदी बगेर गएका छन्, साँच्ची भने दोष निर्दोष सबै नदीहरू छन्। भारतमा गइसकेपछि ठुल्ठुला सहरहरूको फोहोर मैला फ्याँकफाँक भएको छ। नहरमा गएर सबै सिँचाइ भएर गङ्गाजीको जल पनि यति बनेका छन्। तर पनि हाम्रो नेपालमा अहिले शुद्ध पवित्रता भएको हुनाले त्यस्तो
क्षेत्रमा देवघाट क्षेत्रमा हजुरहरू सबै आगमन यति 2-4 समय पनि छ। अब यसपछि अब आरतीको समय हुन्छ। अब तीर्थ कसरी दिने अब एकै चम्चाभन्दा बढी त मिल्दैन भगवान् तीर्थ त्यही नै एक भगवान् पनि एक हुनुहुन्छ परब्रह्म परमात्मा उहाँको श्री चरणमा समर्पित भएको त्यो एक भएपछि धेरै हुन्छ। एको भविष्यमा भन्नुहुन्छ भगवान् त त्यसरी एक भयो भने सब कार्य हुन्छ जसरी हुन्छ त्यसरी हामीले ल्याउँदा आरती हुनेछ घडी घन्टा बज्नेछ। अब त लगभग भोग रागे भगवान्लाई स्वीकार भइसकेको छ। सबै दर्शन गर्नु होला राम्रोसँग ठाउँ नभएको हुनाले सबै दर्शन गर्न राख्ने ठाउँ पनि भयो। अब अगाडि बढाउनु भन्नु पनि बढाउने खास ठाउँ देखिएको छैन। जे भए पनि सबैजना आउनु सिँढीसम्म पनि माथि बस्नु हुनु पनि ठिकै छ। हाम्रो सिँढी चढेर जाने ठाउँ पनि भगवान् कति सिँढी छ कति सिँढी छ 12 सिँढी चढेर अनि माथि जाँदै 13 सिँढी चढेर त्यसरी जाने ठाउँ छ। उहाँहरू पनि त्यहाँ बसेर चाहनुभएको छ। त्यसमा तीर्थ प्रसाद अब त्यस्तै प्रकारले अब अझ विशेष निवेदन गर्नु केही पनि छैन। विचार शब्द यहाँको समक्ष अब केही अब हाम्रो स्वामीले विचार शब्द भजन कीर्तन पनि गर्नुहुन्छ प्रवचन पनि गर्नुहुन्छ। अब स्वामीबाट सबै श्रवण गर्नुहुन्छ। श्री पद्मनारायण स्वामीबाट श्री लक्ष्मीनारायण भगवानको श्री रङ्गनाथ भगवानको श्री लक्ष्मी भगवानको श्री लक्ष्मी भगवानको सीतारामचंद्र भगवानको राधा कृष्ण मुक्तिनारायण भगवानको भाष्यकार श्री रामानु स्वामी महाराजको आचार्यहरूको सनातन धर्मको माताको आफूले भनिरहेको छ हिन्दू राष्ट्र नेपालको समस्त भक्त भागवत आचार्य आमाहरूको अन्नकूट महोत्सवको जय श्रीमन्नारायण। ल्याइदिनु भएको छ मन्दिरको लागि सबैजना पाठ हुनको निमित्त मन्दिरको लागि भन्नाले सबै हामी सबैको लागि 10वटा पाठ हुन्छ। अहिले 18 पुराण पनि सबै भइरहेको छ। कसैलाई 18 पुराणको केही हेर्ने आवश्यकता छ भने यहाँ पनि छ। हाम्रो श्री वैष्णव परिषदको पनि विशाल भवन अहिले 5 तला 6 तला बनिसकेको छ। त्यहाँ अलिकति के यताउता गर्न त्यहाँ वरिपरि मास्टर रोड सबै गर्न पाएन। त्यहाँ पनि पुस्तकालयको नाममा त्यहाँ पनि पुस्तकालय भनेको छ। त्यसलाई पनि हामीले अझ 1 करोड रुपियाँ जति अझ त्यहाँ काम लाग्नु भएको छ। त्यसमा पनि सबैले सहयोग गर्नुभयो धेरै राम्रो होला। पुस्तक लगभग सबै पुराणहरू धेरै कुरा तयार भइसकेको छ। त्यहाँ पनि राख्नुला जसलाई जुन चिजको आवश्यकता हुन्छ त्यो सबै मिल्नेछ। अरू विषय भन्नु केही छैन। उहाँको नाम के हो? श्री बालकृष्णजी श्री बालकृष्ण घिमिरेजी जो यही वर्षों तक माने बालकृष्ण घिमिरेजी हाँ विराटनगर में रहते थे। अभी यहाँ चले आए। लक्ष्मी नारायण भगवान को सत्य सनातन भागवत धर्म को राधे राधे गोविंद गोविंद राधे बोलो राधे राधे गोविंद गोविंद राधे 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 बोलो राधे राधे गोविंद गोविंद राधे
माता च पिता त्वमेव त्वमेव बन्धुश्च गुरुस्तमेव त्वमेव बन्धुश्च गुरुस्तमेव त्वमेव विद्या द्रविणं त्वमेव त्वमेव विद्या द्रविणं त्वमेव त्वमेव सर्वं मम देव देव त्वमेव सर्वं सर्वं मम देव देव राधे कृष्ण गोविंद गोविंद राधे 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 गोविंद गोविंद राधे 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 गोविंद गोविंद राधे राधे बोलो बोलो राधे राधे गोविंद गोविंद राधे अहिले हामी कहाँ छौँ? लक्ष्मीनारायण मन्दिरमा। यो लक्ष्मीनारायण मन्दिर कहाँ छ? टासीमा। टासी कहाँ छ? काठमाडौँमा। काठमाडौँ कहाँ छ? नेपालमा। नेपाल कहाँ छ? नेपाल कहाँ छ? यो बाबा सचिनसँग भन्नु भाइ, यो मन्दिर अहिले टासीमा छ। यो टासी केमा छ? पृथ्वीमा छ। यो पृथ्वीमा छ भन्न पर्दैन पहिला। काठमाडौँमा काठमाडौँ पृथ्वी कति छ? पृथ्वी कहाँ छ? पृथ्वी कहाँ छ? अन्तरिक्षमा छ। अन्तरिक्षमा पृथ्वी यसो गरेर दिनमा एकचोटि यसो गरेर घुम्छ र पो बिहान हुन्छ, अनिखेरि 4 बज्छ, अनिखेरि 4 बजे बिहान हुन्छ, त्यसपछि 7 बज्छ, 8 बज्दै बज्दै अनिखेरि राति 12 बजे, फेरि 2 बजेपछि ब्रह्म मुहुर्तमा फेरि चरक्क घुम्छ। यति मात्र घुम्दैन, कति घुम्छ? 1 वर्षमा सारा सूर्यलाई चन्द्रमालाई घुम्छ। पढ्या कहाँ गयो? आमा बाउले पढाएको कहाँ गयो? त्यो जोग्राफी पढाएको थिएन? वाट इज जोग्राफी? वेयर इज जोग्राफी? अहिले हामी यहीँ छौँ, यी सब भन्छौँ होइन। हामी अन्तरिक्षमा छौँ। अन्तरिक्ष कहाँ छ? अन्तरिक्ष भगवानको हृदयमा छ। अहिले भर्खरै यहाँ सहस्र गीति स्वामीजीले ल्याउनु भयो। त्यो सहस्र गीतिमा सडगौर स्वामीजीले यति राम्रोसँग भन्नुभएको छ, हे प्रभु, हे मेरो काले कृष्ण, तिम्रो शरीरमा के छैन? अनन्त कोटि ब्रह्माण्ड तिम्रो शरीरभित्र हिँडिराखेको छ। तिमीले अलिकति माटो खाएर त के भयो? तिमीले अलिकति माटो खाएर त के भयो? त्यो सारा अनन्त कोटि ब्रह्माण्डलाई पचाउन सक्ने तपाईँको पेट, तिम्रो पेट। आमाले यति माटो खायो भनेर आमाले झन्डै झन्डै पेटमा भएको यसो आमा चाहिँ त्यो भगवान। राधे राधे गोविन्द गोविन्द राधे 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 अरे त्यो गोविन्दले एउटा सानो माटोको डल्लो उठायो। जुन कृष्णले यत्रो अनन्त कोटि ब्रह्माण्ड उठाएको छ, आफ्नो पेटभित्र राखेको छ, त्यो मुकुन्द केशव जय जय राम, मुकुन्द केशव जय जय राम, श्री कृष्ण गोविन्द माधव श्याम, श्री कृष्ण गोविन्द माधव श्याम, मुकुन्द केशव जय जय राम, मुकुन्द केशव। भगवान जब गोचारण लीलामा जानुहुन्थ्यो, भगवानले सुन्दर बाँसुरी बजाउनुहुन्थ्यो। अनि कहिलेकाहीँ वनभोज पनि हुन्थ्यो भगवानको। कोहीले बाँसुरीको बजाउँथे, कोहीले गाउँथे, कोहीले वाद्य पानी तलै। भागवतमा शब्दै आएको छ, वाद्य पानी तलै। एकपालि सबैले हात उठाउने। हामी पनि भगवान कृष्णको सुन्दर भावसँग, हामीले बाँसुरी नि छैन, गीत गाउन नि जाने छैन, कमसेकम 2टा हात त भगवानले दिनुभएको छ नि। 2टै हातले सोरेर खान मात्रै दिए हो र? यी 2टा हातले भगवानको सन्निधिमा गोवर्धन उत्सवमा ताली बजाउन दिए हो, जोर हात उठाउनु। अनि तालसँग कीर्तन गाउने। दासले भनेको छ है, श्री कृष्ण गोविन्द मा
जय राम मुकुंद केशव जय जय श्री कृष्ण गोविंद माधव श्याम श्री कृष्ण श्री कृष्ण गोविंद माधव श्याम श्री कृष्ण मुकुंद केशव जय जय राम मुकुंद केशव मुकुंद केशव जय जय राम मुकुंद केशव जय जय राम मुकुंद केशव जय जय राम मुकुंद केशव जय जय बोल गिरिराज धरण को गोवर्धन महोत्सव को अन्नकूट महोत्सव को 56 भोग महोत्सव को भगवान श्री लक्ष्मीनारायण भगवान को आज दिव्य 56 भोग उत्सव हजुरहरूलाई विदितै छ होला 56 भोग उत्सव किन सुरु भयो किन गराउनु पर्छ प्रतिष्ठा भएको मन्दिरमा भन्दा कथा हजुरहरूले गोवर्धन उत्सवको सुन्नु भएको छ सर्वत्र भागवतमा जहाँ पनि सुन्नुहुन्छ भगवान अपि तत्रैव बलदेवेन संयुतः भगवान र बलदाउजी घरमा हुनुहुन्थ्यो नन्द बाबाले पच्यतान विविधान पाकान विभिन्न प्रकारका परिकार बनाएर पूजा गर्न सुरु गरेर देख्नु भएछ सोध्नु भएछ उत्कण्ठा भएर के गर्न आए पिताजी भन्दा भगवान इन्द्रको पूजा गर्नुपर्छ अहिले हामी सबैले भन्छौं नि ओहो गरिरहेको काम छोड्न हुँदैन कुलायन कहाँको नयाँ भगवान नयाँ धर्म भगवानको शरणागति हुने भने त भनिन्छ नि हो त्यसलाई भगवानले तोड्नु भएको छ त्यहाँ जबसम्म हामी यो संसारीमा प्राप्त भएको शरीर कसको लागि हो यो मनुष्य जीवन कसको लागि हो यसको भोग्य अधिकार कोमा छ भन्दा श्रीमन नारायण भगवानलाई मात्र यो अधिकार हो अरूलाई छैन मनुष्य जीवनको त्यो भगवानले त्यही भनिदिनु हो कोही कसैको कृपाले हुनेवाला छैन इन्द्रले पानी वर्षाउने अनि मलजल बढ्ने अनि त्यसपछि घाँस बढ्ने त्यसपछि गोवर्धन हुने गाईको चाहिँ वृद्धि हुने अनि हाम्रो जीवीको होइन जन्मनाम जाय कर्मणाम जायते जन्तु कर्मणैव विलीयते सुखम दुखम भयम क्षेमम कर्मणैव अभिपत्यते भगवानले त्यही भन्नुभएको छ त्यसकारणले कर्म गर सबभन्दा ठुलो काम गर त्यो सबभन्दा ठुलो काम के हो घाँस काट्नु दाउरा ल्याउनु अफिस जानु नोकरी गर्नु यहाँ गर्नु त्यहाँ गर्नु हो सबभन्दा ठुलो काम भनेको भगवानको हुनु हो जय श्रीमन नारायण त्योभन्दा ठुलो काम केही पनि माताजीको भोग सेवाको अष्टयामको भोग सेवा टुटेन अनि एकैचोटि भगवानले हिसाब गर्नुभयो मैले एक दिनमा 8 चोटि भोग लगाउँथे 7 दिनसम्म भोग लगाउन पाइन एकैचोटि मेरो बाल गोपाललाई म 7 दिनको भोग निवेदन गर्छु भनेर 8 7 56 जय हो बोल भक्त वत्सल भगवानको गिरिराज महाराज को त्यस कारणले 56 भोग यशोदा मैया लगायत ब्रजवासी मिलेर भगवानलाई निवेदन गर्नुभयो भगवानलाई पनि भोग लगाउनु भयो सबैलाई भोग तरी आराधना भयो त्यहीबाट चाहिँ नि सारा सम्पूर्ण भक्त भागवतै प्रतिष्ठा आगम विधिले प्रतिष्ठा भएका मन्दिरहरूमा चाहिँ भोग लगाएर प्रसाद वितरण गर्ने प्रचलन चल्यो त्यो चाहिँ कहिले भएको थियो भन्दा दीपावली भयो औँसीको दिन प्रतिपदाको दिन भएको थियो अब यहाँ धेरै मन्दिरहरूको आफ्नो तय अनि त्यसपछि अनुकूल मिलाएर यस्तो गर्ने प्रचलन भएको छ आज भगवान लक्ष्मीनारायण भगवान डाँसीको 56 भोग भएको छ आउनु भएको सम्पूर्ण भक्त भावलाई हार्दिक अभिनन्दन जय जय श्रीमन नारायण अब केही क्षणमा यहाँबाट प्रसाद ग्रहण गरेर हामी दर्शन गरेर जान्छौं र फेरि 1 गतेको निमन्त्रणा हजुरहरूलाई सबैलाई अब भगवान उत्पत्तिका एकादशीको द्वादशीमा गर्ने गरिएको थियो बद्रीनारायण भगवानको यो वर्ष 30 गते भनिएको थियो अस्ति नै त्यही भएको थियो त्यही भएर अहिले दोस्रो सूचना आयो कोही पनि अल्मलिनु नहोला 30 गते हाम्रो श्री वैष्णव परिषदको पात्रमा एकादशी भनेर लेखिएको कारणले 1 गते 2082 साल मङ्सिर 1 गते संक्रान्तिको दिन है संक्रान्तिको दिन बद्रीनारायण भगवानको 56 भोग उत्सव हुँदैछ जो जति आउनु भएको छ आज त
माताजीहरू यहाँ थोरै संख्या पिताजीहरूको हुनुभयो, एक्लै एक्लै आउनुभएको थियो। त्यो दिन चाहिँ युगल युगल आउनु होला लक्ष्मीनारायण। जय श्रीमन्नारायण। बोल भक्त वत्सल भगवानको है, उहाँ चाहिँ लक्ष्मीनारायण नै आउने है। त्यस कारणले सबैलाई 1 गतेको निमन्त्रणा दासले यहाँबाट निवेदन गर्यो। कोही पनि नछुट्नु होला। धेरै दिव्य भगवानको प्रति आराधना हुनेछ। अब यहाँ चतुर्माससम्म यहाँ भगवानको दिव्य सन्निधिमा हाम्रो अविनाशजीले कथा सुनाउनु भयो। धेरै भक्तभावले हाम्रो यहाँ सीता माताजी स्वयं कर्ता बनेर बस्नुभयो र यहाँ बिचरा गोपिनीहरूले लिएर आए सबै राखेका छन्। भगवानले यति लामो हात फिजाएर सबै झ्याप्प उठाउँदै खाँदै बिचरा 1-2 जना गोपिनीहरू बाठा रहेछन् क्या। यी सबै सिद्धिउन लाए महाराज गिरिराजले त। इन्द्र महाराजको पूजा गर्थ्यौँ, सबै हामीले खान पाउँथ्यौँ। यिनले त सबै सिद्ध्याउने भए। कस्ता देवताको फेला पर्यो। 1-2 डाला त लुकाउन है सकियो। 1-2 डाला लुकाइहालेछ। भगवानले नदेखे कहाँ छ? कहाँ लुकाउँदैछ? ल्याऊ त्यो पनि ल्याऊ, अरू ल्याऊ, अरू आनो। त्यहाँ आनोर भन्ने गाउँ नै बस्यो। भगवानले आनो अरू आनो अरू ल्याऊ भनेको त्यहाँ गाउँको नामै आनोर भन्ने गाउँ नै रह्यो। गिरिराज महाराजको बडा चमत्कार छ। आहा, अनि त अब रुन लागे बिचारा। जाँदाखेरि देखि कस्ता देवताको फेला। सबै खाएका छन्, सबै यत्रो मेरो पेट ठुलो भनेका छन्, सबै खाइसके। अब हामीलाई त खानको लागि 1 सीता पनि राख्ने भएनन्। बर्बाद हो नि। आज बडा दुःख पाइयो। जाउँ अब रुखा सुखा जो रोटी हुन्छ त्यही खाएर अब निर्वाह गर्नु पर्ला, चित्त बुझाउनु पर्ला भनेर रुन लागे। भगवानले भन्नुभयो आज मात्रै पूजा लिने हो कि अब अरू बेला पनि हो? यिनीहरूले मान्दैनन्। चमत्कार देखाउनुहोस् प्रभु। अब त जति डालामा राखेका थिए पदार्थहरू, जति मिष्ठान्नहरू, जति नमकिनहरू, खिरान्न भनिएको छ, सुपान्ता पायसादय, जति जान्दछौ सबै मिष्ठान्न बनाओ मिठो चिजमा, तर पायस नछुटोस् रे। मिठो चिजमा पायस नछुटोस् र नमकिन पदार्थमा दालका परिकार नछुटोस् भन्नुहुन्छ। सुपान्ता पायसादय हैन, अरू बाँकी जानेको जति सबै बनाउनु भन्नुभएको छ भगवान कृष्णले। सबै त्यहाँ जति राखेका थिए ती सबै झुसी बनाइदिएर भगवानले प्रकट गरिदिनु भयो, राखिदिनु भयो। बडा खुसी भए। आहा, यति आनन्द, यति प्रफुल्लित भए, भाव विभोर भए। सबै नाच्दै उफ्रिँदै गिरिराज महाराजको दिव्य संकीर्तन गर्दै, भगवानको नाम संकीर्तन गर्दै सबै परिक्रमा गरिरहेका छन्। भक्तवत्सल भगवानको गिरिराज धारण थे प्रभु तेरी शरण। गिरिराज धारण प्रभु तेरी शरण, तेरी शरण प्रभु तेरी शरण, तेरी शरण प्रभु गिरिराज धरण प्रभु तेरी शरण। गिरिराज कृष्ण मुरारी गिरिवरधारी, मोर मुकुट पीताम्बरधारी। कृष्ण मुरारी गिरिवरधारी, मोर मुकुट पीताम्बरधारी। कृष्ण मुरारी गिरिवरधारी, मोर मुकुट पीताम्बरधारी। मोर मुकुट पीताम्बरधारी, कृष्ण मुरारी। नजाऊ न एकछिन आइमा जानु पर्यो। ताना कस्नु पर्यो कि तिमा सोनाको गाजुर लाज मर्नु हो मलाई हजुर। सोनाको
फुट्ने फुट्की अब होइन भन्या हो सुनेन कसैले भन्या भने भन्या हो नि यो मेरो आँसु गरे नभालो तालको पानी के चढ्थो उकालो प्रभु भक्तिले भोग यो सामुल्यायौं सबै हो हजुर को हजुर में चढायौं न ताकै रसिलो न मिठो छ यसमा भए प्रेम मात्रै भिजेको छ यसमा होस् न त जिउना रासा उमारे कृपा गर्नुहोस् पाप काहे पुजारे प्रभु भक्तिले भोग यो सामुल्यायौं सबै हो हजुर को हजुर में चढायौं न तावेल्ले का वैसे छ मिठो न हो मित्र जी का कनिका सरीको रहर मात्र राखेर टक्राउँदैछौं प्रभुले दिनुहोस् पाउमा बिन्ती गर्छौं प्रभु भक्तिले भोग यो सामुल्यायौं सबै हो हजुर को हजुर में चढायौं न मेवा मिठाई सक्यौं गर्न अर्पण जुटो जे जति मात्र भो शुद्ध दर्शन यसै मारे जे प्रेमको वृष्टि गर्नुहोस् सबै भक्तमा दिव्य उत्साह भर्नुहोस् प्रभु भक्तिले भोग यो सामुल्यायौं सबै हो हजुर को हजुर में चढायौं सबै हो हजुर को हजुर में चढायौं नैवेद्यं निर्यामि नैवेद्यं आत्मनिधनं सर्वति ओम नमो भगवते वासुदेवाय नमः आत्मनन्ते मुखवासनार्थे ताम्बूलं समर्पयामि ओम प्राणप्रसुतमाय नमः सर्वेश्वराय नमः गोलोकादित्य वैकुण्ठाधिपते नमो नमः यही भइहाल्छ जय श्री सीताराम जय श्रीमन्नारायण लामो लाइन छ भक्तहरू देख्न सक्नुहुन्छ प्रसादको लागि लामबद्धसँगले लाइनमा बसेर प्रसादी लिँदै हुन्छ माताजीहरू तल यत्तिकै छ भने माथि पनि यत्तिकै भिड छ आज भगवानलाई लगाएको भोग अन्न महोत्सव अथवा यहाँ देख्न सक्नुहुन्छ हजुरले हामी डाँची स्थित लक्ष्मीनारायण मन्दिरको परिषदमा छौँ र यहाँहरू सबैलाई हामी स्वागत गर्न चाहन्छौँ जय श्रीमन्नारायण जय श्री सीताराम
जय होस्। जय हो जय श्रीमन्नारायण। जय श्रीमन्नारायण। ल्याउ ल्याउ जय श्रीमन्नारायण। मनले हरदम बोलेर यहाँ आइस न, यहाँ छ त ठाउँ, आइस न। किन ल्याएर बस्नु लु 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 धनगढी स्वामी देवराचार्य आफै चाहिँ प्रसादी भक्तहरूलाई बाँडिरहनु भएको छ। हजुरले देख्न सक्नुहुन्छ यो दृश्य। ल जय श्रीमन्नारायण। आइस खोइ कसले को छ बाँड्ने कोही छ पुरै लिएर